अमेरिका र इरान युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घ किन विफल भएको होला? जानौं सत्य तथ्य। संयुक्त राष्ट्रसङ्घ युनाइटेड नेसन्सको मुख्य उद्देश्य विश्व शान्ति र सुरक्षा कायम गर्नु हो। तर इरान र अमेरिका युनाइटेड स्टेट्स बीचको सम्भावित युद्ध रोक्न उसले प्रभावकारी भूमिका खेल्न नसकेको जस्तो देखिनुका पछाडि केही महत्त्वपूर्ण कारणहरू छन्। 1. सुरक्षा परिषदमा भिटो अधिकारको प्रभाव। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदका 5 स्थायी सदस्य अमेरिका, बेलायत, फ्रान्स, रुस र चीनसँग भिटो शक्ति हुन्छ। अमेरिका स्वयं पक्ष भएकाले उस विरुद्ध आउने प्रस्तावहरू अवरुद्ध हुन सक्छन्, जसले युएनको निर्णय प्रक्रियालाई कमजोर बनाउँछ। 2. महाशक्ति राष्ट्रहरूको राजनीतिक स्वार्थ। महाशक्ति राष्ट्रहरूले आफ्ना राष्ट्रिय हितलाई प्राथमिकता दिन्छन्। मध्यपूर्वको रणनीतिक महत्त्व, तेल स्रोत र भू-राजनीतिक प्रभावका कारण अन्तर्राष्ट्रिय सहमति जुटाउन कठिन हुन्छ। 3. संयुक्त राष्ट्रसङ्घको सीमित अधिकार। युएनसँग आफ्नै स्थायी सेना छैन, त्यसैले उसले कूटनीतिक दबाव, वार्ता, प्रतिबन्ध र प्रस्ताव मार्फत मात्र हस्तक्षेप गर्न सक्छ, प्रत्यक्ष रूपमा युद्ध रोक्न सक्दैन। 4. द्विपक्षीय विवादको जटिलता। इरान र अमेरिका बीचको तनाव, विशेषतः परमाणु कार्यक्रम, आर्थिक प्रतिबन्ध र क्षेत्रीय प्रभाव दशकौं पुरानो छ। यस्तो गहिरो अविश्वास समाधान गर्न युएनको भूमिका सीमित हुन्छ। 5. अन्तर्राष्ट्रिय कानून कार्यान्वयनमा चुनौती। युएनका प्रस्तावहरू सदस्य राष्ट्रहरूको सहयोगमा मात्र कार्यान्वयन हुन्छन्। शक्तिशाली राष्ट्रले असहयोग गरेमा ती प्रभावकारी बन्न सक्दैनन्। 6. कूटनीतिक संवादको अभाव। दुवै राष्ट्रबीच प्रत्यक्ष वार्ता कमजोर हुँदा युएनको मध्यस्थता प्रयास पनि सीमित प्रभावकारी हुन्छ। निष्कर्ष, संयुक्त राष्ट्रसङ्घले युद्ध रोक्न नसकेको जस्तो देखिए पनि यसको मुख्य कारण संस्था कमजोर हुनु होइन, बरु महाशक्ति राष्ट्रहरूको राजनैतिक स्वार्थ, भिटो प्रणाली र जटिल अन्तर्राष्ट्रिय शक्ति सन्तुलन हो। युएनले प्राय वार्ता, प्रतिबन्ध र कूटनीतिक पहल मार्फत तनाव कम गर्ने प्रयास गरिरहेको हुन्छ।